हाम्रा मित्रहरू अझ आफ्ना गहन विचार दिनु हुनेछ। म अन्तिममा एउटा कुरा भन्न चाहन्छु, हाम्रो लडाई कुनै जात, कुनै समुदाय, कुनै व्यक्तिसँग होइन। हाम्रो लडाई निरङ्कुश तानाशाही सत्ता, सरकार र राज्यसँग हो। यो कुरा गैरथारूले बुझ्नुपर्छ। हामी बाँके र बर्दियाको थारूको विकास मात्र होइन, उत्पीडनमा परेका कर्णालीका बाहुन क्षेत्रको विकास होस् भन्ने हामी मान्यता राख्दछौँ। यसर्थ साथीहरू, हाम्रो नेपालमा जातीय उत्पीडन छ, भौगोलिक उत्पीडन छ, लिङ्गिक उत्पीडन छ। त्यो उत्पीडनलाई हामी न्याय दिलाउँछौँ। आज उज्यालो नेपाल पार्टीले जुन किसिमको आइडियोलोजी, विचार, सिद्धान्त बोकेको छ, सामुदायिक समाजवादको सिद्धान्त, आज यो सिद्धान्त थारूहरूले पुर्खौँदेखि अभ्यास गर्दैछ। त्यो वर्कर सिस्टम होस् या तपाईको बेकारी सिस्टम होस्, त्यही नै समाजवाद हो। यसर्थ सम्पूर्ण थारूहरूलाई म के आग्रह गर्न चाहन्छु भने, यो पार्टी तपाईहरुकै एजेन्डा, तपाईहरुकै मुद्दा, तपाईहरुकै विचार बोकेको पार्टी हो। यसर्थ हाम्रो सम्पूर्ण थारू समुदायका हाम्रा व्यक्तिहरूलाई, विद्यार्थी युवाहरूलाई उज्यालो नेपालका घोषणा पत्रहरू, यसका विधानहरू पढेर मात्रै, यसका बुझेर मात्रै आइदिनु होला, जोडिदिनु होला। त्यो हावाको भरमा अहिले धेरै पार्टीहरू फुलिएको छ, लहरको भरमा धेरै पार्टीहरू फुलिएको छ। त्यो भन्दा बेटर तपाईहरु बुझेर, पढेर, मन परेर जोडिनु होला भन्दै म फेरि पनि शुभकामना दिँदै आज हामी प्रमुख अतिथिको कुरा पनि सुन्नेछौँ भन्दै म फेरि पनि स्वागत गर्दै आफ्ना छोटो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद।